अब यिनी मकाहरूलाई चाहिँ माथि घरतिर पुर्याउनु पर्छ हैन। हेलो गाइज, ब्याक टु माई न्यू भिडियो। तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म मकै भाज्न जान लागेको छु। मकै भाज्ने चाहिँ मेरो घर मन्टी हो हैन। यहाँ देखिसक्नु भएको छ, यही ठाउँ हो मैले मकै भाज्ने चाहिँ। सो गाइस हैन, ढिला नगरेर म चाहिँ मकै भाज्नेतिर लाग्छु हैन। सो गाइस हैन, आधी मकै चाहिँ हामीले यो भाचेको यति गाला छ भनेको मकै भाज्ने चाहिँ। यहाँ चाहिँ हामीले सब भाज्यौँ। अब अलिकति छ हैन। मकै भाज्नु चाहिँ आन्टीकोमा आएको छौँ। आन्टी चाहिँ यहाँ हुनुहुन्छ हैन। म पनि मकै भाज्छु। यहाँ चाहिँ हाम्रो गाउँमा चाहिँ सबैले हैन, यहाँ सक्यो भने हाम्रो यो चाहिँ हामीले पछि छरेको हो, त्यही भएर यो पछि पाकेको हैन। यहाँ हाम्रो गाउँमा चाहिँ सबैले मकै भाँचेको छन्। यो कमदामा मात्रै बाँकी छ भने अरू चाहिँ सबै ठाउँ भाँचेका छन्। यो चाहिँ हाम्रो दाइहरुको हैन यो कमदा। अब सो गाइजमा चाहिँ ढिला नगरी मकै भाज्छु। यसरी भाजिदिन्छु हैन हैन। अब अलिकति छ यहाँबाट। यो यति हाइटलाई चाहिँ म पुग्न सक्दैन हैन। म चाहिँ अब उठेर पुग्छु। यो कोही बेला चाहिँ मकै पनि आउँदैन गाइस हैन। यसले चाहिँ धेरै बल लानुपर्छ यो मकै भाज्नको लागि चाहिँ। अब यहाँ छ हैन। अब यो चाहिँ कसरी पुग्ने त हिँड्छ गाइस हैन। सो गाइस हैन, मकै चाहिँ यो हो हैन। हामीले चाहिँ अघि नै भाँचेको थियौँ तर भिडियो मैले सुट गर्न पाइनँ। अब चाहिँ म यहाँबाट लाग्छु। सो गाइस छैन, मैले चाहिँ मकै पनि भाजिसकेँ हैन। अब चाहिँ मकैलाई चाहिँ माथि घरतिर पुर्याउनु पर्छ। म चाहिँ अब मकै बोक्छु हैन। सो गाइस हैन, हाम्रो चाहिँ मकै प्याकिङ भइनु लागेको छ। सो गाइस हैन, हाम्रो चाहिँ मकै पनि प्याक भइसक्यो। अब यसले चाहिँ लग्नु मात्रै बाँकी छ हैन। अब मकै चाहिँ एकदम गर्मीको छ। के गर्को छ भने यो मकै पनि सुगाइ छैन। फाइनली हामीले चाहिँ मकै भाँचेर सिधायौँ होइन, बोकेर पनि सिधायौँ। सुगाइ छैन, भिडियो मन परेमा लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि भेटौँ अर्को भिडियोमा। बाई बाई।